साथीहरु आज हामी घुम्न निस्किरहेका छौं है सबैजना एकदम आफ्नै चिल पारामा हैन टक्क लाएर यस्तो छ अनि यहाँको यो बाटोघाटोको छेउमा हेर्नुस् न यस्तो मजाको गार्डन हैन अहिले चाहिँ तर म एउटा कुरा अचम्म लागेको छ कि यो चाहिँ छ नि हेर्दा चाहिँ हाम्रो नेपालको जौँ जस्तो छ हैन तर यो चाहिँ यो बाटोको छेउमा उम्रिने यो घाँसै रहेछ एक प्रकारको हैन हेर्दा ठ्याक्कै जौँ जस्तो छ क्या हाम्रो नेपालमा पाइने जौँ हुन्छ नि त्यस्तै छ हैन तर यसलाई जौँ घाँस रहेछ तर आफै छ र यो मजाले बाटोको छेउछाउमा यी हैन यी स्याउका बोटहरू छन् यो पछाडि जसले टिपेर खाँदा पनि हुन्छ हैन अति ओखरहरू हैन उ पर चाहिँ ओखर हो र यी चाहिँ छन् यी एक प्रकारका यी सल्लाहहरू हुने यहाँका हैन यो बाटोको छेउमा मजाले हरियाली यो चाहिँ कृत्रिम तरिकाले भए पनि यिनीहरूले एकदम राम्रो डेभलप गरेको छ उज्बेकिस्तानमा हैन हेर्नुहोस् यी बाटोको छेउमा यो पार्कमै छ यो आरु हैन यो तपाईले देख्न सक्नुहुन्छ यो आरु हो यो मजाले फलिसकेको छ यो हैन यो चाहिँ भोलि गएर पब्लिक जसले खाँदा पनि हुन्छ यहाँ चाहिँ कसैले तपाईलाई रोकटोक छैन तर खानु चाहिँ पायो बोट बिरुवा चाहिँ भाँच्नु चाहिँ पाइएन हैन र म यतातिर यो मजाले स्याउका बोटहरू निनेहरू चाहिँ हैन यो छ नि साना साना यी स्याउका बोट हुन् देख्न सक्नुहुन्छ यी सबै स्याउ हो तर यो भर्खर लागेको छ नि यो चाहिँ अझै फल्ने बेला भएको छैन हैन यो चाहिँ कुनै चक्लेटी स्याउ होला हैन अलि पर चाहिँ सानो सानो फलेको छ यो चाहिँ हो स्याउ नै होला हेर्नुहोस् यो मजाले फलेको छ यो चाहिँ चक्लेटी स्याउ हो देख्न सक्नुहुन्छ यहाँ चाहिँ मजाले फलेको छ यो पुरा यो चक्लेटी स्याउ हो यति सानो बोट छ तर मजाले फलेको छ क्या यसमा चाहिँ हैन तर स्याउ पनि धेरै प्रकारका हुँदो रहेछ तर गरेपछि के नहुने रहेछ र त्यो ठाउँ अनुसारको यस्तो हैन यो स्याउ हो बाटोहरू टक्क लाएर सफा चैट है हेर्दाखेरि जता पनि हिँड्दाखेरि पनि हैन गर्ने यो मजाले बाटोको छेउमा यस्ता सल्लाहकोहरू छन् हैन आज हामी पुरै कम्पनीका साथीहरू हैन ग्रुपिङमा हिँडेका छौँ र यो चाहिँ अलिकति ठुलो खाले स्याउ हो ठुलो चाहिँ बोट यो सानो भयो हैन आज हामी घुमफिरमा छौँ यसो हैन यस्तो घुमाइमा छौँ आज हैन किनभने अब छुट्टीको दिन दिउँसो अलिअलि गर्मी थियो साँझ परेपछि हामी भर्खर निस्केका छौँ हैन बाटो चाहिँ मजाले यहाँको चाहिँ हैन सफा अलि अस्ति नै चाहिँ हिउँले चाहिँ मार्दो रहेछ यहाँ चाहिँ हिउँ पऱ्यो भने चाहिँ यहाँका यो घाँसहरू सुकेर जाँदो रहेछ अहिले चाहिँ हल्का गर्मी छ हैन अनि बिस्तारै र यो चाहिँ अस्ति नै चाहिँ हरियो थियो भन्नुहुन्छ यहाँ पुरानो दाइहरूले हैन मजाले हरियो थियो अरे अलि अस्ति नै एकचोटि चाहिँ हिउँ परेको थियो अरे हैन हिउँ चाहिँ अलिकति लामो समय रह्यो भने चाहिँ यो हिउँले चाहिँ यो मजाले सुक्दो रहेछ क्या यो चाहिँ हैन त्यो भएको कारणले यस्तो छ र सो हेर्दै गर्नु होला शेयर सब्सक्राइब गरिदिनु होला हैन म चाहिँ भर्खर प्रायः चाहिँ म यो ट्राभलिङ यो घुमघाममा जे जति भएको छन् प्रायः यी चाहिँ गतिविधिहरू र यी भिडियोहरू चाहिँ मजाले देखाउने गर्नेछु हैन र देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो किम्मु है यहाँ चाहिँ मजाले पाकेको छ किम्मु है अब यसरी चाहिँ टक्क टिप्ने हो हैन किम्बु मजाले यो किम्मु टिपेर खाने हो हैन ल यस्तो फलेको छ फल्न पनि फेरि है यो बाटोको छेउमा हो यो मजाले जसले टिपेर खाँदा पनि भैँभरि झरेको छ हैन झन्न नेपालीहरू आइयो झन्न अलिअलि खानी पाइयो
अरूले यहाँको लोकलहरूले अलिअलि टिपेर खाँदो रहेछ होइन। ल यो के हो चेरी खान पाइयो। ल हेर्नुहोस् यो चाहिँ एकदम चेरी हो है। यो चाहिँ ल हेर्नुहोस् यो मजाले होइन चेरी हो होइन। कति फलेको छ फेरि हल्न पनि होइन। ल हेर्नुहोस् यो बाटोको छेउछेउमा पाउने जति पनि फलफुलहरू छन् यो चाहिँ मजाले खान पाइयो होइन। यसमा तपाईँलाई कसैले रोकटोक छैन होइन। सगर भैमा कुल्चिनु भएन होइन। अब हाँगाहरू अलिकति भाँच्नु भएन तर खाना चाहिँ मजाले पाइयो क्या। ए यहाँको लोकलहरू हुनुहुन्छ है मजाले गरिराख्नु त। अनि के छ त भाइ पुरा बाटोको छेउछाउमा है फलफुलहरू त दामी दामी पाउँदो रहेछ है। है ल हेर्नु त आमामा ल फेरि यहाँ पनि हेर्नुहोस् यो चेरी है। यस्तो मजाले जता पायो त्यतैको एकदम के। फेरि यहीँ स्याउ हेर्नुहोस् होइन यी चेरीहरू जताकतै मजा पुरा बगानै जस्तै के। तपाईँको बाटोको छेउछाउमा होइन तपाईँलाई मजाले खाना चाहिँ पाइयो होइन। तपाईँलाई कसैले रोक्दैन कि किन खाइस् कसरी भनेर खेर जानुभन्दा होइन यो चाहिँ मजाले टिपेर खानियो तर हाँगाहरू भाँच्नु भएन होइन। ल हेर्नुहोस् यो चाहिँ स्याउ हो हेर्नुहोस् यो फेरि रातो खाले स्याउ छ है। ल हेर्नु त मजाले फलेको छ यो फेरि अलिक रातो होइन। ल हेर्नुहोस् यस्तो मजाले फलेको छ यो रातो स्याउ हो होइन। आहा अहिले हेर्नुहोस् बाटोको छेउछेउमा गुलाबको फुलहरू पनि टक्क भेट्न पाएँ है। यस्तो दामी हो दाजु। अनि के छ फलफुलहरू के खानुभयो? चेरी खानुभयो भएन? स्याउ नि स्याउ चाख्नुभयो यहाँको रातो स्याउ? बहुत मिठो रहेछ है। ल ठिक छ तपाईँको चेरी त है जता गयो त्यतैकै चेरी त आमामा अब के भन्नु यहाँ होइन। एकदमै यो छ होइन यी जता हेर चेरी। अनि यहाँको फेरि अर्को खाले अर्को प्रजातिको यहाँ फेरि हेर्नु चाहिँ अङ्गुर मजाले छ। यहाँको यो स्याउ फेरि अर्को छ यो त्यो हरियो खाले स्याउ भयो त्यो। हाम्रो कम्पनीमा हुनुहुन्छ दुईजना बहिनीहरू उहाँ पनि मजाले घुम्न आउनु भएको छ आज है। चेरी त तपाईँले कति खानुहुन्छ कि कति कुन कुन प्रजातिको खाने भन्ने कुरो छ क्या यहाँ त बाब्रे। लगभग हामी चाहिँ यहाँ अब नजिकै यहाँको चाहिँ उज्बेकिस्तानको यो तास्केन्ट सिटीको एकदम नजिकको यो चाहिँ मेट्रो स्टेसन नजिकै आइसकेका छौँ हामी होइन। यी सब तर हाम्रो नेपालमा नि यस्तै गरे त हरेक कुरा हुन्थ्यो। लाउन त कति उता ललितपुरतिर होइन धेरै ठाउँमा चाहिँ अब यस्तै हरियाली बनाउने भनेर चाहिँ राख्नु भएको छ। के बोट माथि माथि मेट्रो आएछ होइन देख्न सक्नुहुन्छ। यो चाहिँ मेट्रो ऊ पर चाहिँ मेट्रो स्टेसन छ। What?